ए बाहुन छेत्रीको पछि लागे कंगाल हुँदै गइन्छ बाहुन छेत्रीको पछि लागे कंगाल हुँदै गइन्छ जय मंगलको अभियानले देशको मालिक भइन्छ देशको मालिक भइन्छ बाहुनले देश खाइसक्यो साथी केरी बस्या मूलपासी जय मंगल छाजलो छोरले है तिमी आऊ पूर्वैबाट म आउँछु पश्चिमैबाट भेटौँला धरानमा ओर्ले है ए धरानमा आइपुग्या छु गोर्खाको यो ठिटो धरानमा आइपुग्या छु गोर्खाको यो ठिटो धरानको बङ्गुर भन्दा गोरु रहेछ मिठो गोरु रहेछ मिठो बाहुन छेत्रीको हातमा देश सम्झ कि छङ्चली आउँछ जय मङ्गल छाजलो छोरले है तिमी आऊ पूर्वैबाट म आउँछु पश्चिमैबाट भेटौँला धरानमा ओर्ले है भेटौँला धरानमा ओर्ले है हामी हुकुमवासीका सन्तान मङ्गोलहरू अहिले सुकुमवासी भइसकेको स्थिति छ र हाम्रो जागिर जमिन धर्म संस्कार संस्कृति सबै हाम्रो खुसीको छ नासिएको छ र हामी एक पेट खाना र एक आङ लुगा लाउनका लागि हाम्रा दाजुभाइहरू विदेशी भूमिमा भौँतरिनु परेको छ र विदेशमा हाम्रा दाजुभाइले सम्मान पाएको छैन त्यहाँ अपमान मात्रै पाएको छ र त्यहाँ राम्रो राम्रो जागिर नोकरीहरू पाएको छैन सबैले छोडेका र खतरपूर्ण जागिरहरू मात्रै खानुपर्ने बाध्यता छ यहाँ पनि आफ्नै भूमिमा हामीले सम्मान पाएका छैनौँ हामी अपमानित भएका छौँ र हामी देश निकाला भएका छौँ शहीद लखन थापा मगरको सन्तानहरू खोज्दै जाने क्रममा चाहिँ कोही पनि शहीद लखन थापाको सन्तानहरू गोर्खाको काउले भङ्गरमा भेटेन सबै उहाँको सन्तानहरू चाहिँ लखटिनु परेको खेदिनु परेको स्थितिहरू त्यहाँ देखिन पुग्यो